हेलो एभ्रिबडी, आज हामी क्लोरोफोम CHCl3 को ल्याब प्रिपरेसन पढ्न गइरहेका छौँ। पढ्न भन्दा पनि बुझ्न गइरहेका छौँ, किनभने एक्जाममा ल्याउनुपर्छ। अनि यो चाहिँ जुन छ नि यो CHCl3 को ल्याब प्रिपरेसन चाहिँ एकदमै बढी सोधिरहेको छ क्या। हेलो अल्केन भन्ने च्याप्टर तिमी ओल्ड गोल खोल्छौ भने खालि यसैको क्वेसन चाहिँ अलिक बढी लेखेर हुन्छ, अथवा चाहिँ नेम रियाक्सन लेख्न लागेको हुन्छ। भनेपछि CHCl3 को प्रिपरेसन अलिक इम्पोर्टेन्ट छ। र CHCl3 प्रिपेयर गर्ने हामीसँग दुईवटा मेथडहरू छ। एउटा भनेको इथाइल अल्कोहलबाट हो र अर्को भनेको हाम्रो प्रोप्यानोनबाट हो। र दुईटैबाट गर्ने मेथड एकदम नै सिमिलर छ कि एकदम नै सिमिलर छ। केही पनि लाइक गाह्रो नै छैन, धेरै सजिलो छ है। सो केही पनि ढेर गरेर सुरु गरिदिउँ होइन। म चाहिँ 1 2 3 गर्दै जान्छु र म साइड बाई साइडै गर्छु, सँगैसँगै गर्छु दुईवटाको रियाक्सन, किनभने एकदमै सजिलो छ है। सो सुरुमा एकदम दुईटैको कमन स्टेप गर्छु म। एउटापट्टि म पहिला इथाइल अल्कोहल र यतापट्टि प्रोप्यानोन भनेर गर्छु है। यसको चाहिँ 4 स्टेप रियाक्सन छ होइन। सो फर्स्ट स्टेप छ राइट, फर्स्ट स्टेप जुन छ यो यसको र यसको इथाइल अल्कोहल र प्रोप्यानोन दुईटैको सेम छ। यो भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि CaOCl2 को पेस्ट बनाउने हो क्या। एउटा पाउडर हो, ब्लिचिङ पाउडरको चाहिँ हामीले पेस्ट बनाउँछौँ, CaOH2 + Cl2। यो हामीले किन बनाएको भन्दाखेरि यो जुन पेस्ट छ नि, यो पेस्ट चाहिँ हामीले पछि गएर हामीले बनाउने कम्पाउन्डमा मिक्स गरेपछि हाम्रो क्लोरोफोम आउने हो राइट। सो यो भनेको 1 and 1 लेखिदिन्छु म, एकदमै सजिलो हुन्छ बुझ्नलाई। इथाइल अल्कोहल र प्रोप्यानोन दुईटैको स्टेप 1 यही नै हो। र अब भने म जान्छु यसरी टेबल बनाइदिएँ मैले, र अब म बाँकी स्टेपहरूमा जान्छु है त। सो स्टेप 2 मा जाउँ, म यतापट्टिबाट लेखिदिन्छु है, अटाउँछु ठ्याक्क बुझ्न सकिन्छ। स्टेप 2 मा जाउँ। स्टेप 2 मा भनेको इथाइल अल्कोहलबाट बनाउने राइट। सो भनेपछि इथाइल अल्कोहल बनाउँदा लेखौँ सुरुमा CH3 CH2OH। अब हामीले क्लोरोफोम बनाउँदाखेरि एउटा कुरा याद राख्दा हामीसँग क्लोरिन हुन्छ राइट। क्लोरिन भनेपछि क्लोरिनको कम्पाउन्ड हो नि त, यो क्लोरिनेटेड कम्पाउन्ड हो। भनेपछि हाम्रो प्रिपरेसनमा बस क्लोरिन हाल्दैन हो क्या हामीले। यसमा सुरुमा Cl2 हाल्छौँ र यो चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ अक्सिडाइज हुन्छ क्या। Cl2 हालेर यो अक्सिडाइज भइसकेपछि यतापट्टि CH3CHO भन्छ, अल्डिहाइड ग्रुप भन्छ, नि एसिटाल्डिहाइड भन्छ। अब रियाक्सन मेकानिजम के हो, कसरी भयो, किन भयो बुझ्न छ भने तिमीहरू कलेज गएर पढ्नु पर्थ्यो। हेर युट्युबमा हेरेर हुँदैन, जाँचको बेलामा आएर। अहिले बस यति याद राख्ने, अब एकदमै सजिलो छ नि त Cl2 भनेर त 2-3 चोटि कपीमा गर्ने अनि झ्याप याद भइहाल्छ क्या। भनेपछि यतापट्टि हामी अब नाम दिउँ इथाइल अल्कोहल र यतापट्टि हामी यसलाई नाम दिउँ एसिटल्डिहाइड। यसको के भन्छ माथिपट्टिको ल्याङ्ग्वेज तिमीहरू सकिहाल्छौ, अक्सिडेसन। म यतापट्टि अक्सिडेसनहरू लेखिदिन्छु, अक्सिडेसन अफ इथाइल अल्कोहल विथ के भन्छ अरे क्लोरिन टु गिभ एसिटल्डिहाइड भनेर लेखिदियो माथिपट्टि। अनि स्टेप 2 भयो होइन। अब स्टेप 2 यसको म यहाँनिर स्किप गरेर यहाँनिर म स्टेप 2 लेख्छु, यतापट्टि भने म स्टेप 3 लेख्छु। मैले यहाँ स्किप किन गरेँ तिमीहरू बुझिहाल्छ एकछिनमा है। सो हामी चाहिँ जुन यो CH3CHO छ नि, यसलाई हामी लिउँ CH3CHO लाई लिएर यसलाई हामी मैले के भन्थेँ बस क्लोरिनसँग रियाक्ट गराउने हो कि Cl2सँग रियाक्ट गराउँ। अब हामीले एकदमै सजिलो के छ भन्दाखेरि चाहिँ यसमा CHO छ नि, अल्डिहाइड ग्रुप चाहिँ हट्दैन क्या, CHO चाहिँ रहिरहन्छ। तर यतापट्टि जुन यो CH3 छ नि, यसको सट्टा चाहिँ यो Cl के 3टा Cl आएर बसिदिन्छ क्या, CCl3। र यसको नाम हो हाम्रो क्लोरल। यतापट्टि एसिटल्डिहाइड लेखिसकेको छ, यता नलेखे पनि हुन्छ, तर एक्जाममा लेखिदियो, तिमीहरू नम्बर काट्ने ठाउँ हुँदैन जे होस्। यो भइसकेपछि हाम्रो 3टा स्टेप भइसक्यो इथाइल अल्कोहलको। यतापट्टि अब म प्रोप्यानोनको सेकेन्ड स्टेपमा गएँ है बल्ल। प्रोप्यानोन हामी लेखौँ पहिला CH3C डबल बोन्ड O र CH3, यो भनेको प्रोप्यानोन हो। अब यतापट्टि हेर, यतापट्टि मैले केसँग रियाक्ट गराएको छु, 3Cl2 सँग रियाक्ट गराएको छु। भनेपछि यतापट्टि पनि म फेरि 3Cl2 सँगै रियाक्ट गराउँछु भने हाम्रो एन्सर के आउँछ त भन्दाखेरि एकदम नै सिमिलर आउँछ है, एकदम नै सिमिलर आउँछ। के आउँछ भन्दाखेरि यतापट्टि CCl3 त आउने भइहाल्यो, यतापट्टि C आउँछ, डबल बोन्ड O र CH3 आउँछ। बुझ्यौ नि? यति कुरा चाहिँ याद राख। अनि यदि कुरा याद राख्यो भने तिमीहरूको भइहाल्यो। यसको नाम भनेको चाहिँ 111 ट्राइक्लोरो प्रोप्यानोन हो कि यस्तै केही छ है, म हेरिहालेँ है, 1 मिनट है। यसको नाम हो 111 ट्राइक्लोरो प्रोप्यानोन, 111 ट्राइक्लोरो प्रोप्यानोन हाम्रो यसको नाम भयो। स्टेप 2 र स्टेप 3 स्टेप 2 एकदमै सिमिलर छ, किनभने रियाक्टेन्ट एउटै छ, त्यही भएर मैले पछि यसरी लेखेको हो। अब यो भइसकेपछि चाहिँ हाम्रो रियाक्सन यहीँ सिद्धिसक्यो, हाम्रो बुझ्दा पनि हुन्छ। अब त्यसपछि हामीले जुन माथि बनाएको पेस्ट थियो नि, पेस्टलाई ल्याएर हामीले यो दुईटासँग जोड्छौँ। भनेपछि हाम्रो स्टेप 4 मा के आयो त CCl3CHO + CaOH2 + Cl2 आयो। यसपछि हाम्रो फाइनल रियाक्सन के आउँछ, CHCl3 आयो हाम्रो यतापट्टि।
प्लस बाई प्रडक्ट म अहिले लेख्छु उतापट्टि पनि स्टेप 3 बाट यहाँ झन् 3टा स्टेपमा आउँछ है 3टा स्टेपमा चाहिँ के आयो त भन्दाखेरि CCl3 C डबल बोन्ड O CCH3 प्लस CaOH2 प्लस Cl2 आयो र यसपछि पनि हाम्रो के आउँछ CHCl3 आउँछ यतापट्टि चाहिँ हाम्रो HCHO2 र Ca आउँछ भने बाइ प्रोडक्टमा यतापट्टि चाहिँ हाम्रो CH3COO र Ca आउँछ यो भनेको हाम्रो क्लोरोफर्म दुईटैमा आयो र यसको नाम चाहिँ हो क्याल्सियम एसिटेट गट इट यसको नाम हो क्याल्सियम एसिटेट र हाम्रो यतापट्टि यसको नाम हो क्याल्सियम फर्मेट एकदम नै सजिलो छ भ्याइयो यसको नाम क्लोरोफर्म र यसको नाम क्लोरोफर्म मैले भनिहालेँ यति भएपछि हाम्रो यो पनि सजिलो छ अनि यसको योबाट चाहिँ हाम्रो के आउँछ भन्दाखेरि अ क्लोरिनेटेड कम्पाउन्ड हाउ क्यान यु प्रिपेयर अ क्लोरिनेटेड कम्पाउन्ड अर गिभन कम्पाउन्ड फ्रम द के भन्छ अरे आइसोमर अफ C2H6O भनेर आउँछ C2H6O एक कस्तो लाग्छ होइन तर C2H6O भनेको केही पनि होइन बस यही हो 1 2 अनि 1 2 3 1 2 र यो 1 2 1 2 3 4 5 6 र 1 भन्छ यो नै हो C2H6O भनेको हाम्रो इथाइल अल्कोहल हो त्यसरी अलिअलि घुमाइदिन सक्छ तर धेरै नै सजिलो छ तिमीहरूले बस यतिलाई दुई तिनचोटि प्र्याक्टिस गऱ्यो भने घटना गरेर भ्याइएको तिमीहरू भ्याएर तर सजिलो होला के भयो